रमेशजी कता छौँ हामी? हामी चाहिँ लड्केश्वर महादेवको प्राङ्गणमा छौँ अहिले। हाम्रो केटाहरू सब यहाँ छ, मर्दै आइपुग्यो हामी। लड्दै र बढ्दै। यता अर्को भाइ छ, मेन मान्छे हाम्रो कलौ त छुटिस् नि। गाइड अगाडि पुगिसक्यो। हाम्रो गाइड चाहिँ अगाडि पुगिसकेका छन्, कलौ महादेव। हिँड नि हिँड्न, भिडियो खिच्दै हिँड्ने म त। के खिच्ने? भिडियो यहाँ खिचिरहेको छ त, यही हाल न अहिले पछि। हेलो गाइज, वेलकम टु माई भिलग 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 भन्नुपर्ने थियो, के गर्नु। तर खोला ठुलै आएर है। ल बाँदर नि रहेछ नि त्यहाँ त, निकै नै ठुलो खोला। तर खोला चाहिँ वाइल्ड ठुलो आएर है। फोटोसुट कार्यक्रम हुँदैछ यहाँ भाइहरूको। रमेशजी यता नि हेर्नु पऱ्यो क्या, उता मात्रै हेरेर भएन नि। तर हिँड्न नि मजै आयो जे होस्। ओ सुर्खेत भाइ, मासु खान्छस्? यस्तो बापुरा नगरौँ है, लड्केश्वरी आएर नि। जेसम्म भनेर मैले यता तान्तिर। सुर्खेत भाइ के 2 शब्द जाओस् नि त अनि। आजको हाम्रो यात्रा भने डेन्जर यात्रा भएको छ। कहाँ पुग्यो त। कलो घ्याम्पे डाँडा त यता होइन जस्तो लाग्यो नि त। रानीकोटबाट सिधै भने महादेवकोट आइपुग्यो नि त। आया पुइत्रै हेरेर नबन्दै छ। कलो यो कुन ठाउँ हो? कलौ हाम्रो धनी केटो कलौ। आमाले खोलातिर नजाए भन्थे। सबजना फोटोग्राफर र भिडियोग्राफर छन् हाम्रा। कडा कडा ऊ रमेश पराजुली यहाँ बसिरहन्। जम 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 मान्छेहरू चढ्नै हुने रहेछ नि त। तर श्रावणको बेला लड्केश्वर महादेव हामी जाँदैछौँ। आज शनिबारको दिन, शुभ शनिबार। बाटो चाहिँ अलिकति अप्ठ्यारो नै छ यतापट्टि हिँड्नको लागि पनि। मान्छेहरू पनि थुप्रै नै आइरहेका छन्। छेउछेउबाट चाहिँ नआइन केटा। छेउछेउबाट हिँड्दा अहिले फेरि पर्ला। जय रमेशजी अनि ग्याङ बोकेर आउनु भएको रहेछ, के हो यस्तो?
जेनतेन गरेर लड्केश्वर धामको लड्केश्वर महादेवको ठुलो त्रिशुलनिर चाहिँ हामी पुग्यौँ कि पुगेनौँ केटा हो? ल ल केटाहरू सबजना जोसमा पुग्यो भन्दै त सबले सँगै के ल ल ल सबले सँगै चुरोट ल्याएको हेर्नु पछाडि गीत बजिरहेको छ क्या तलाब के अब सबभन्दा ठुलो त्रिशुली यो हिँड्नलाई धेरै गाह्रो भए पनि हामी चाहिँ पुग्न लागिसक्यौँ अब आफ्टर लट्स अफ आर्ग्युमेन्ट यता जाने उता जाने भन्दै अन्तिममा हामी आइपुगेका छौँ लड्केश्वर महादेव जे जतासुकै भए पनि लेखिएको कुरा मात्र पाइन्छ भन्ने उदाहरण चाहिँ यही हो। ओ माका सर हामी कता जाने हो? ल जाउँ लागौँ। फेरि त अहिले मलाई अमेरिका यही भन्न थाल्छ। धेरै रमेशजी हराइगयो। दिस इज रियल कोब्रा। ओहो माका यो ब्याग त यहीँ छोडिदिनु पर्छ नि। ल त उयो त राख्नु पर्यो। नमो पार्वती पते हर हर महादेव।